Good morning and namaste. Welcome back to my new another vlog. अहिले चाहिँ हामी माथि सैलुङ एउटा थाहा होला त्यहीँ जाने हो टक्क लाएर यताबाट आउँदै सुई 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 मास्तिर गान्टे छिटाइदियो सैलुङ त्यहाँ माथि को होला म हेर्दिउँला नि कता दौडेको ओ घन्टे ल हरायो त्यो त एक गेर हानेर जाऊ न टुङ टुङ उकालो माथि चढ्यो झन् चिसो 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 हुँदै जान्छ छोरालाई भयो भने कहिले त्यो डाँडा पुग्ने हामी त चढ्ने हो भ्यूटा ओ दौडी एक हाल्ने ल ब्रिटिस आर्मीमा भर्ती ल दौडी पक्का ब्रिटिसमा ल होटल आयो खाजा खाना चाहिँ छिटो जल्दी आओ अहिले चाहिँ हामी होइन अरे पसलमा छिटै रेडबुलहरू किनी आउँदैछ माथि गएर खाने क्या सैलुङ भन्ने हो त्यहाँ भ्यू टरमा यस्तो दामी भ्यू छ यार मैले हेरेको अरूको हेलिकप्टर उडाएर माथि अहिले उहाँ माथिबाट त बादलहरू त यहाँ मुनि देख्छ ट्र्याकिङ हिँडे जस्तो भएर यहाँ चाहिँ सामानहरू कसैले हेर्छ क्या मामा घर हिँडेको मामाको छोराको भात खुवाइ यो एक गेर हानेर ब्रिटिस आर्मी भविष्यको आइजाउँ सरासर हामी अगाडि गएर चढ्नुपर्छ माथि भ्यूटा चौडी याक याक अब त माथि डाँडा त हो नि अब दुईवटा डाँडा कटेपछि आयो यहाँ स्कुल छ है स्या स्या हुन्छ क्या रोड त रहेछ तर बाइक नल्याएको क्या बाइक ल्यायो भने यता छोड उता झ्याउ हुन्छ बरु हिँड्दै गयो होइन हेर्दै हेर्दै पनि जानु पाइन्छ नि भ्यूहरू यस्तो दामी भ्यूहरू हेर्नु पाइन्छ यस्तो यस्तो दामी भ्यू हेरेर छोड को बाइकमा खङ्ग्राङ त्यही पनि हाम्रो यहाँ तल यस्तो उताबाट यो बाटो हुँदै जानुपर्छ है कसम जिन्दगीमा यति खुसी अहिलेसम्म म भएको छैन क्या यस्तो बाहिर घुम्दाखेरि देखाइदियो सेतो लालीगुराँस अनि चाहिँ सबभन्दा खुसी लाग्दो कुरा चाहिँ होइन हेर न त्यहाँ रुखमा पिङ्क कलर व्हाइट व्हाइट रेड त यहाँ पाउँदैन क्या कतै कतै झुक्केर किनकि रेड यति हाईमा हुँदैन बाटो त्यही हो एकदम दामी छ ल होइन माथि गएर देखाउँछु नि आएकै छैन अरू त आएको छ यो तारिकको भ्लग सबभन्दा राम्रो भ्लग हो मेरो अहिलेसम्ममा बनाएको यस्तरी नेचरमा घुमेको ल सैलुङ ल हेर न माथि यो के अहिले उता झन् दुईतिरै खेलाली गर्छ माथि त्यसको फेदमा गएर देखाउँछ अहिले ल गाइज सैलुङको टुप्पामा त छैन फेर्ने हो मेरी डल्ली तिमीलाई देखाइदिउँ लालीगुराँस पिङ्की व्हाइट रेड यति धेरै प्रजातिको लालीगुराँस पाइन्छ यहाँ झलाइ होस् है चोरले त लाँदैन ए हेरेर आएको क्या म हेर न ल व्हाइट लालीगुराँस खोइ अरू त आउनै भएन जुत्तै भाँचिन्छ यहाँ सेतो लालीगुराँस यार आमा यति लिन ल म राम छाप्दै यहाँ ल हेर न त्यहाँ
कस्तो ढक ढक मुटु भइरहेको है हावा लास्टै कम छ क्या अब म चाहिँ यहाँ बसी आधी घन्टा जति माइजहरूलाई पर्खेँ माइजहरू आउनु भयो अब हामी मास्तिर जाने उनीहरू उता आउँछ म यहाँ ठाडो जाने क्या यताडै ए राम्रो देखाउँछन् यता लाली गुराँस हेर न यार चार्जमा हाल्दै गोप्रो चलाएर छु म यहाँ माथि बस्छु चोर बस्ने गुफा हो क्या अनि उकालो हिँड्नु सेतो पिङ्क कलरको देखा व्हाइट लाली गुराँस अहिलेसम्म देख्नु भएको छैन नदेखा भए यही देखाइन्छ भाइ टन्नै छ क्या ल यहीँ आइपुग्यो सिधै बस्ने ठाउँमा फाइनली सैलिङ आइपुग्यो केटा हो जल्दी दौड बिस्तारै हिँड तर फटाफट हिँड सैलिङ टावर चढ्ने हिँडेको हामी भेटहरू छिराज घन्टा त्यहाँ मान्छे यो खुड्किला छ फेरि झर फेरि अर्को मर्का अरे बाबा उडी बाबा ग्रेट वाल अफ द चाइना चाहिँ यहाँ होइन पल्लोपट्टि हो त्यहाँ गएर चढौँ हेरौँ एकचोटि उता माथि डाँडामा गएर देखाउँछ भ्यू ल तलबाट जति हेर्दा सिधा चाहिँ यहाँबाट त लास्टै ठाडो छ त ठाडो घन्टे नआउनु त के हो यो मिर्गौ तर यो अन्त ल टपमा आइपुग्यो हामी होइन म एक्लै अरू तलतिर हुनुहुन्छ सोध्नु भएन ओइ कताबाट बाटै छैन त्यहीँबाट जस्तो लाग्यो यताबाट पो रहेछ फेरि त हेर्न सबजनाले बनाएको बत्ती बाल्ने ठाउँ ओ फेरि त होला नि यहाँ जाने जताबाट गर्ने एउटै त होला नि अब जाउँ टपमा फ्री हो कि पैसा तिर्नुपर्ने फ्री त होला नि फ्री भन्थ्यो ओ यो मलाई झन् हाइटदेखि डर लाग्छ यहाँ ओ यही हल्लिन्छ त ओए मुटु त पुरै डुकडुक भइ तर केही हुँदैन केटा हो चढ्नुपर्छ ओए महाकाल ओइ
हालेलुया इतनी दिमाग हल्ले यार हल्ले जस्तो लाग्ने यार मान्छे हावाले हल्लाइन्छ दामी ल एउटा दामी भ्यू चाहिँ कस्तो आछ गोप्रोमा तर यहाँ चढ्नु चाहिँ फ्री नै हो 24 घण्टा हुन्छ आइसक्यो अब मैले जानु पर्ला डरै लाग्यो यार अब हातै काम छ यार भयो यति नै हेर्न आएको म जल्दी 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 उत्रो हमको यो सैलुङमा चाहिँ सिधै उहाँ तल पुग्नु भने जुन बाटो आएको थियो त्यही बाटो जानु पऱ्यो यताबाट कुन चाहिँको चस्मा हो उयो यताउँदै तलतिर जाने तलै दामी बाटो बनाएको हुन्थ्यो यसो टिकटकहरू नि हाल्छु आजकल केटा जेलेसी फिल हो बिहार आइज भने होइन पढ्ने बिहार केटा हो कहिले कहिले यस्तो एडभेन्चर घुम्नु नि पर्छ कि सधैँ मात्र पढेर कहिले पनि लाग्दैन केटा हो जुरे ढुङ्गा महादेवै कालपानी जाने यताबाट जानु पऱ्यो हामी माइजहरू अघि जानु भइसक्यो अब म एक्लै हुने भयो तर यस्तो दामी छ सबजना हिँड्नु भइसक्यो म एक्लै क्या म माथि टावर गइबसेँ त्यही भएर यो बाटो गयो नि भयो यो बाटो गयो नि भयो हामी यो बाटो जाने को जान्छ यो होइन हो कि होइन भन त द ग्रेट वाल अफ द चाइना दामी छ भ्यू हेर चट्ट लाएर अरू केही पनि नहेर द ग्रेट वाल अफ द चाइनाको नाति यी लाइटहरू यस्तो छेउछेउमा रहेछ यी यहाँ राति पुरै बोल्ने होला सर यही बाटो त होला नि तल नत्र अर्को फेरि फर्क इन माई लाइफ हामी पनि आयो द ग्रेट वाल अफ द नेपाल इन नेपाल है ठिकै छ ग्रेट वाल अफ द चाइनाको नाति हो यो दामी छ दामी छ दामी छ केटा हो ल दामी छ यहाँ पनि लाइटहरू पुरै जोडाएर छ क्या राति पुरै बोल्ने होला ल
द ग्रेट वाल अफ द चाइना इन नेपाल अनि अरू भने त्यस्तो केटा भिडियो लाइक कमेन्ट सेयर चाहिँ गरिदिने यत्रो 3 घन्टा हिँडेर आउँछ हामी एउटा भिडियोको लागि अनि मेरो इन्स्टाग्राममा नि गएर फलो गरिदिनु होला सुभाष MGR23 ले यस्तो छ क्या यस्तो दा आउनुहुन्छ हामी तल गएर बस्ने र चार्ज पनि सकिन लाग्यो गोप्रोको तल गएर चार्ज हाल्ने यस्तो दोजरे हालेको छ नि यहाँ बाटो खन्ने पछि बनाएको है गाडीहरू यहीँ राख्ने अनि यहाँ माथितिर आउने हिँड्दै चिसोले फट्नु लागिसक्यो पुरै अनि तपाईँहरूलाई आजको भ्लग कस्तो लाग्यो है टक्क कमेन्ट अन बिलो कमेन्ट खाली नि हुन्छ जहिले ओइ टाउकै माथि क्या तार यस्तो यो भएन के बनाउने मान्छेले अलि उता लान्छ नि यार करेन्टहरू यहाँ सर्ट हुँदैन माथितिर हावा झऱ्यो नि ओ यो चाहिँ भएन यो बिजुली आफ्नो टाउको माथि छ बसौँ यहाँ बस्ने ठाउँ रहेछ तल गाडी नि जान्छ होइन ल गेटसँग हो आजको भ्लग चाहिँ है इन गरिदिउँ थ्याङ्क्स फर वाचिङ दिस भिडियो है कस्तो लाग्यो कमेन्ट गरिदिनु होला ठिकै होला भ्लग त तर अहिलेसम्मको बेस्ट भ्लग हो मैले खिचेको मध्ये राम्रो लाग्यो भने ल थ्याङ्क्स फर वाचिङ दिस भिडियो बाई बाई गुड बाई